नमस्कार सम्पूर्णमा। आज चाहिँ म बिहान उठेर चाहिँ हैन मकै बारीमा गएर मकै काटेर ल्याएर हैन पोल्नु लगाएर यत्रो पोलिसक्यो हैन। यहाँ अझै पोल्दैछ। अब यसलाई चाहिँ चट्ट पोलिसकेपछि चढाउनु पर्छ। हाम्रो नियममा चाहिँ अगाडि खानु भन्दैन हैन, अगाडि खानु भन्दैन, पहिला चढाउने हो अनि खाने हो। अनि गोरुलाई पनि दिने हो। गोरुको पनि पहिलो कमाइको फल पहिलाचोटि दिनुपर्छ हैन। अन्त भित्र चाहिँ अघि मैले चढाइसकिसकेँ। अब गएर गोरुलाई दिनुपर्छ। गोरुलाई दिएपछि मात्रै खाने हो। हाम्रो चाहिँ यस्तो नियम। यो एउटा दुईटा तीनटा चारटा पाँचवटा छवटा 7 8 9 10 11 पिस चाहिँ आज बिहानको नास्ता नै भयो। यो मकै चाहिँ गोरुलाई पोलेर खुवाउनु पर्छ। पुरा दुःख गरेको हुन्छ नि त हो। पहिलाखेरि चाहिँ गोरुलाई खुवाउनु पर्छ। अनि यो पुरा निउ खोज्छ, जहिले मसँग निउ खोज्छ हो। गर्नु चाहिँ केही गर्ने हैन। ल यो माले तेरो यसपालिको कमाई खा। तिमीहरूले जोतेर फलाएर हैन, तिमीहरूले बाँझो फुटाएर जोतेर हैन मकै छर्दा यिनीहरूको पुरा ल नक्कले खाँदैन भनेर खा। ल त गाइज, अब गोरुलाई मैले खुवाइहालेँ यो दुईटालाई। अब चाहिँ मान्छे अनि मात्रै मान्छेले खानुपर्छ। हाम्रो चाहिँ पहिल्यैदेखि यस्तै सिस्टम छ, नचढाइ चाहिँ नखाने किन। ल त गाइज, हाम्रो मकै डल्ले खुर्सानी र यसरी पाकै छ। चढाइसकेर पनि खानु थाल्यो। डल्ले खोर्सानी मक बनाउँछ डल्ले खोर्सानी। यसरी चाहिँ नखानु भन्छ, छोडाएर खानु भन्छ हैन। यो चाहिँ मैले क्यामेरा भिडियो गर्दा यसरी खाएको, छोडाएर खानु भन्छ। ल त गाइस, मेरो सानो सर्ट भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला मन परेमा। धन्यवाद।